सम्पूर्णमा नमस्कार, स्वागत छ तपाईहरुलाई एजुकेसन जोन युट्युब च्यानलमा। आज मैले भाइ बहिनीहरुलाई क्लास 9 सब्जेक्ट साइन्स एन्ड टेक्नोलोजी युनिट 10 यो चाहिँ वेभ हैन नेपालीमा तरंग च्याप्टरको क्वेशन आन्सर लिएर आइसकेको छु। भाइ बहिनीहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नभुल्नु होला र आफ्नो साथीहरुलाई पनि शेयर गर्नु होला। सुरु गरौँ आजको क्लास। अभ्यासमा छ 1 मा सही उत्तर छान्नुहोस्। क मा छ लंगिट्युडिनल तरंगको उदाहरण कुन हो? यसको सही उत्तर हुन्छ ध्वनि तरंग। त्यसैगरी ख नम्बरमा छ आवृत्ति बढी भएको तरंगको सम्बन्धमा तलका मध्ये कुन भनाइ ठीक हो? यसको उत्तर हुन्छ तरंग लम्बाइ छोटो हुन्छ। आवृत्ति बढी भयो भने तरंग लम्बाइ छोटो हुन्छ, किनभने यो आवृत्ति र तरंग लम्बाइको सम्बन्ध उल्टो हुन्छ। ग नम्बरमा छ दिएका तरंगहरूको समूहमा बढ्दो तरंग लम्बाइ अनुसार मिलेको समूह कुन हो? यसको चाहिँ सही उत्तर हुन्छ अल्ट्राभायोलेट, बैजनी अनि रातो, त्यसपछि इन्फ्रारेड तरंग। अब हामी ग नम्बरमा जाउँ। टिभीको रिमोट कन्ट्रोल प्रविधिमा कुन विद्युत चुम्बकीय तरंगको उपयोग गरिएको हुन्छ? यसको सही उत्तर हुन्छ इन्फ्रारेड तरंग। अब हामी ग नम्बरमा जाउँ। सडक दुर्घटनामा परेका मानिसको टाउकामा बाहिरबाट हेर्दा सामान्य घाउ चोट देखिन्छ। उक्त मानिसको मस्तिष्कको विस्तृत चेक जाँचका लागि कुन प्रविधि उपयुक्त हुन्छ? यसको सही उत्तर हुन्छ सिटी स्क्यान। त्यसैगरी च नम्बरमा छ दिएका वाक्यहरूमध्ये कुन वाक्य अल्ट्रा सोनोग्राफी र एक्सरे इमेजिङसँग सम्बन्धित छ? यसको चाहिँ सही उत्तर हुन्छ एउटा हड्डीको चेक जाँच गर्न प्रयोग हुन्छ र अर्को कोमल अङ्गको चेक जाँच गर्न प्रयोग हुन्छ। अब हामी 2 नम्बरमा जाउँ। फरक लेख्नुहोस्। क मा छ लंगिट्युडिनल तरंग र ट्रान्सभर्स तरंग। लंगिट्युडिनल तरंग भन्नाले माध्यमका अणुहरू तरंगको प्रसारण दिशासँग समानान्तर हुन्छन् भने ट्रान्सभर्स तरंगमा माध्यमका अणुहरू तरंगको प्रसारण दिशासँग लम्ब हुन्छन्। तर यो चाहिँ लंगिट्युडिनल तरंग ठोस, तरल र ग्यास तिनै माध्यममा फैलन सक्छ भने ट्रान्सभर्स तरंग चाहिँ ठोस र तरलको सतहमा मात्र फैलन सक्छ। लंगिट्युडिनल तरंगको उदाहरण हुन्छ ध्वनि तरंग भने ट्रान्सभर्सको तरंगको चाहिँ उदाहरण हुन्छ पानीको सतहको तरंग। अब हामी अर्को क्वेशनमा जाउँ। यहाँनिर मैले तपाईलाई पिक्चर पनि राखिदिएको छु। यो यतापट्टिको चाहिँ लंगिट्युडिनल यो तरंग भयो, वेभ्स भयो भने यतापट्टिको ट्रान्सभर्स वेभ हुन्छ। यो प्यारलल हुन्छ, यसरी एउटासँग अर्को प्यारलल हुन्छ भने यतापट्टि चाहिँ के हुन्छ त भन्दा यस्तो वेभ तलमाथि पर्पेन्डिकुलर भइरहेको हुन्छ। यो मेन लाइनसँग चाहिँ पर्पेन्डिकुलर हुन्छ। अनि यो माथिकोलाई हामी के भन्छौँ? क्रेस्ट भन्छौँ। यो तलकोलाई हामी ट्रफ भन्छौँ। यसमा चाहिँ यो अलिक बढी खादिएको ठाउँलाई हामी के भन्छौँ? कम्प्रेसन भन्छौँ। अनि त्यसपछि यो अलिक फुकेको ठाउँलाई यसलाई हामी एक्सपान्सन भन्छौँ। र यो एउटा कम्प्रेसनदेखि अर्को कम्प्रेसनसम्मको डिस्टेन्सलाई हामी के भन्छौँ? वेभलेन्थ भन्छौँ। यतापट्टि चाहिँ के छ भन्दा यो यति जसको यो हाइट हुन्छ नि, यो चाहिँ क्रेस्ट अर ट्रफको यो चाहिँ म्याक्सिमम पोजिसनसम्म, म्याक्सिमम पोइन्टसम्म पुगेको हुन्छ नि, हामी त्यसलाई हामी एम्प्लिट्युड भन्छौँ। र एउटा यहाँदेखि यतानिरसम्म यो एउटा कम्प्लिट साइकललाई हामी के भन्छौँ? वेभलेन्थ भन्छौँ। ल अब हामी ख नम्बरमा जाउँ। विद्युत चुम्बकीय तरंग र यान्त्रिक तरंग। विद्युत चुम्बकीय तरंग भनेको चाहिँ फैलनको लागि माध्यमको आवश्यकता पर्दैन र यसमा चाहिँ के हुन्छ? यान्त्रिक तरंगमा फैलनको लागि माध्यमको आवश्यकता पर्छ। विद्युत चुम्बकीय तरंग यसको गति यान्त्रिक तरंगको भन्दा पनि बढी हुन्छ हैन, तर यसको गति चाहिँ के हुन्छ? यान्त्रिक तरंगको गति विद्युत चुम्बकीय तरंगको गति भन्दा धेरै नै कम हुन्छ। अब विद्युत चुम्बकीय तरंगको उदाहरण छ यहाँ प्रकाशको तरंग। यतापट्टि चाहिँ के छ? यान्त्रिक तरंगमा ध्वनि तरंग। अब हामी ग नम्बरमा जाउँ। परम्परागत एक्सरे फोटोग्राफी र सिटी स्क्यान। अब यो परम्परागत एक्सरे फोटोग्राफी चाहिँ के हुन्छ? 2D हुन्छ। यसको 2 डाइमेन्सनल हुन्छ भने यसको के हुन्छ? सिटी स्क्यानमा 3 डाइमेन्सनल हुन्छ। 3D भन्नाले त्यस्तो 3 डाइमेन्सनल भयो। अनि यो एक्सरेमा चाहिँ किरण एकै दिशाबाट पठाइन्छ भने सिटी स्क्यानमा एक्सरेको स्रोत मानिसको वरिपरि पुरै 360 डिग्रीमै घुमाइन्छ। परम्परागत एक्सरे मुख्यतः हड्डीको जाँच गर्नको लागि प्रयोग गरिन्छ भने सिटी स्क्यान चाहिँ के हुन्छ? जटिल रोगहरूको पहिचान गर्न, जस्तै आन्द्रामा के भएको छ कि हैन, टाउको भित्र ब्रेनमा के छ कि हैन, र ब्लडहरू यस्तो के जमेको छ कि, अनि भित्री अङ्गहरूको पुरै डिटेल इन्फर्मेसन पाउनको लागि चाहिँ सिटी स्क्यान गरिन्छ। घ नम्बरमा छ इन्फ्रारेड तरंग र अल्ट्राभायोलेट तरंग। इन्फ्रारेड तरंगको तरंग लम्बाइ लामो हुन्छ भने अल्ट्राभायोलेट तरंगको तरंग लम्बाइ छोटो हुन्छ। इन्फ्रारेडमा तरंगमा ऊर्जा कम हुन्छ, अल्ट्राभायोलेटमा ऊर्जा धेरै हुन्छ। इन्फ्रारेड तरंगले तापीय प्रभाव उत्पन्न गर्छ भने अल्ट्राभायोलेट तरंगले रासायनिक तथा जैविक प्रभाव पार्छ। यहाँनिर मैले तपाईहरुलाई 4वटा यो चाहिँ भिन्नता राखिदिएको छु हैन। अनि फेरि कति धेरै राखिदिएको भन्नुहुन्छ होला, त्यसो चाहिँ तपाईले आफुलाई लागेको इजी लागेको दुईटा पनि लेख्न सक्नुहुन्छ। र यो च्याप्टरबाट चाहिँ लङ क्वेशन पनि आउने सम्भावना अलि धेरै नै भएको च्याप्टर हो। त्यसैले यसको चाहिँ अब यहाँनिर चाहिँ युजेजहरु अलिकति बढी, यो
यो चाहिँ युजेज चाहिँ अलिक इम्पोर्टेन्ट हुन्छ नि। इन्फ्रारेड तरङ्ग रिमोट कन्ट्रोल र तापमापनमा प्रयोग हुन्छ। केमा प्रयोग हुन्छ भनेर चाहिँ आउन सक्छ। अल्ट्राभायोलेट तरङ्ग चाहिँ के हुन्छ, कीटाणुनाश र भिटामिन डी उत्पादनमा प्रयोग हुन्छ। अर्को क्वेसनमा जाउँ हामी। कारण लेख्नुहोस्मा क नम्बरमा छ डोरीको एक छेउ बाँधेर अर्को छेउलाई एकनासले निरन्तर तलमाथि चलाउँदा उत्पन्न हुने तरङ्गलाई हामी के भनिन्छ, ट्रान्सभर्स तरङ्ग भनिन्छ। अब किन त्यस्तो लेख्नु पर्यो, डोरीको एक छेउ बाँधेर अर्को छेउलाई निरन्तर तलमाथि चलाउँदा डोरीका अणुहरू तरङ्ग प्रसारणको दिशासँग लम्ब हुन्छन्, त्यसैले यस्तो तरङ्ग प्रसारणलाई हामी के भन्छौँ, ट्रान्सभर्स तरङ्ग भन्छौँ। ख नम्बरमा छ भूकम्पको केन्द्रबिन्दुबाट दूरी बढ्दै जाँदा टाढाका मानिसलाई क्रमशः धक्का कमजोर भएको महसुस कमजोर भएको अनुभव हुन्छ। त्यस्तो किन भन्दा भूकम्पबाट यान्त्रिक तरङ्ग ऊर्जा फैलाउँदै जाँदा क्रमशः कमजोर हुँदै जान्छ, त्यसैले केन्द्रबिन्दुबाट टाढा रहेका मानिसले पनि धक्का चाहिँ कमजोर अनुभव गर्छन्। अब हामी ग नम्बरमा जाउँ। सिटी स्क्यान गर्दा मेसिनमा भएको एक्सरेको स्रोतलाई मानिसको वरिपरि घुम्ने गरी राखिएको हुन्छ। किन भन्दा सिटी स्क्यानमा एक्सरेको स्रोत चाहिँ मानिसको वरिपरि घुमाउँदा विभिन्न कोणबाट चित्र लिइन्छ, जसले गर्दा शरीरको भित्री अङ्गको स्पष्ट त्रिआयामिक भनेको 3D 3D जानकारी चाहिँ दिन्छ। अर्को छ सिटी स्क्यानले शरीरका भित्री अङ्गको विस्तृत चेक जाँच गरी 3D रिपोर्ट चाहिँ प्राप्त गरिन सके भए तापनि पाठ्यघरको शिशुको अवस्थाबारे चेक जाँच गर्नको लागि फेरि अल्ट्रासोनोग्राफी प्रविधिको प्रयोग गरिन्छ होइन, USG गरिन्छ। किन भन्दा सिटी स्क्यानले शक्तिशाली एक्सरे प्रयोग गरे भएकोले गर्भमा रहेको शिशुलाई हानि हुन सक्छ, त्यसैले सुरक्षित अल्ट्रासोनोग्राफीको प्रयोग गरिन्छ। अल्ट्रासोनोग्राफीमा चाहिँ अब त्यो एक्सरे रेजहरू हुँदैन नि त, त्यसैले है त। ल अब 4 नम्बरमा छ तलका प्रश्नको उत्तर लेख्नुहोस्। कमा छ तरङ्ग भनेको के हो, यसलाई चाहिँ तरङ्ग भनेको माध्यमका अणुहरूको कम्पनद्वारा शक्ति एक स्थानबाट अर्को स्थानसम्म प्रसारण हुने प्रक्रिया हो। अब खमा छ पानीको सतहमा उत्पन्न हुने तरङ्ग र हामीले बोल्दा हुने ध्वनि तरङ्गको चित्र कोर्नुहोस् र दुवै तरङ्गमा सम्बन्धित शब्दावलीहरू नामाङ्कन गर्नुहोस् भन्ने हाम्रो प्रश्न छ। यहाँनिर चाहिँ हेर्नुहोस् पानीको सतहमा हुने तरङ्ग यही भइहाल्यो, यसलाई मैले अघि माथि पनि एक्सप्लेन गरिसकेँ, एम्प्लिट्युड, वेभलेन्थ, अनि त्यसपछि वेभ ट्रफ, वेभ क्रेस्ट होइन, यो चाहिँ पानीमा हुने तरङ्ग भयो। र हामीले बोल्दाखेरि हुने तरङ्ग चाहिँ यो रियरफ्याक्सन, कम्प्रेसन। रियरफ्याक्सनलाई हामी फुकेको भन्छौँ, कम्प्रेसनलाई हामी खादिएको भन्छौँ। अब हामी ग नम्बरमा जाउँ। विद्युत चुम्बकीय वर्णपट भनेको के हो, यसको उत्तर हुन्छ विद्युत चुम्बकीय वर्णपट भनेको तरङ्ग लम्बाइ वा आवृत्तिको आधारमा व्यवस्थित गरिएका सबै विद्युत चुम्बकीय तरङ्गहरूको श्रृङ्खला हो। ल अब घमा छ विद्युत चुम्बकीय तरङ्गको वर्णपटमा सबैभन्दा कम तरङ्ग लम्बाइ र सबैभन्दा बढी तरङ्ग लम्बाइ भएका तरङ्गहरूको नाम लेखी तिनका कुनै दुईवटा उपयोगिता लेख्नुहोस्। र यहाँनिर चाहिँ अब सबैभन्दा कम भएको गामाको भयो, गामाको उपयोगिता हुन्छ भन्दा क्यान्सर उपचार, रेडियोधर्मी अनुसन्धान। त्यसै गरी सबैभन्दा बढी तरङ्ग लम्बाइ भएको रेडियो तरङ्ग भयो, यसको चाहिँ रेडियो प्रसारण र टेलिभिजन प्रसारणमा उपयोग हुन्छ। ग नम्बरमा छ तलको चित्रमा कम्मरको होइन एक्सरे र सिटी स्क्यान देखाइएको छ। अब यहाँनिर एक्सरे र सिटी स्क्यानको चाहिँ फोटो छ, यो चाहिँ छुट्याउनु पर्दाखेरिमा यो बी को चाहिँ के भयो त एक्सरे भयो भने यो ए चाहिँ के भयो त सिटी स्क्यानको चित्र भयो। र एक्सरे र सिटी स्क्यानको हामीले माथि पनि भिन्नता लेखिसकेका छौँ, तपाईँले यसलाई चाहिँ आफैले अध्ययन गर्न पनि सक्नु नै भयो। आमा छ यी दुवै चेक जाँच प्रविधिका चरणहरू उल्लेख गर्नुहोस्। ल कसरी एक्सरे फोटोग्राफी कसरी गरिन्छ, सिटी स्क्यान कसरी गरिन्छ, यसको चरणहरू उल्लेख गर्नु भनेको छ। अब एक्सरे गर्दा के गरिन्छ, एक्सरे त प्रायः तपाईँले नै गर्नुभएको पनि होला, सानोमा निमोनिया हुँदा पनि एक्सरे गरिन्छ, अनि त्यही यस्तो हड्डीहरू के अब लडियो ओर्यो भने पनि एक्सरे गरिन्छ नि त के भएको छ भनेर हेर्नको लागि। बिरामीलाई एक्सरे स्रोत र सेन्सरको बिचमा राखिन्छ होइन, अनि त्यसपछि शरीरभित्र एक्सरेका किरणहरू पठाइन्छन्, त्यसपछि के हुन्छ प्राप्त चित्रमा हड्डीहरू सेतो र स्पष्ट रूपमा देखिएको हुन्छ। यो हाम्रो एक्सरेको चरणहरू भयो भने सिटी स्क्यानमा के हुन्छ भन्दा बिरामीलाई सिटी स्क्यान मेसिनभित्र लगेर त्यो पलङ जस्तो बेड हुन्छ कि त्यसमा चाहिँ सुताइन्छ होइन, त्यसपछि एक्सरेको चाहिँ स्रोत शरीरको वरिपरि घुमाइन्छ र कम्प्युटरले विभिन्न कोणबाट प्राप्त तथ्याङ्क सङ्कलन गरी त्रिआयामिक चित्र तयार गर्दछ। अनि हुन्छ अर्को ई नम्बरमा एक्सरे फोटोग्राफी तथा सिटी स्क्यानका उपयोगिताहरू लेख्नुहोस्। अब हामीले यसको उपयोगिता हेर्नुहोस् ल। एक्सरेको उपयोगिता के छ भन्दा हड्डी भाँचिएको छ कि छैन भनेर पनि पत्ता लगाउन प्रयोग गरिन्छ, फोक्सोमा भएको सङ्क्रमण जाँच गर्न प्रयोग गरिन्छ होइन। त्यसैगरी सिटी स्क्यानको उपयोग के छ भन्दा मस्तिष्कमा लागेको चोट, ट्युमर आदि पत्ता लगाउन प्रयोग गरिन्छ र शरीरका भित्री अङ्गहरूको त्रिआयामिक चित्र पनि प्राप्त गर्नको लागि प्रयोग हुन्छ। ल अर्को क्वेसन छ च नम्बरमा ध्वनि परावर्तनको कुनै 4वटा उपयोगिताहरू लेख्नुहोस्।
लेख्नुहोस्। अब यो ध्वनि परावर्तनको सुन्नुहोस् है, ध्वनिलाई चाहिँ कुनै स्रोतमा ठोक्काएर फेरि फर्केर आएपछि यसले चाहिँ के हुन्छ त हामी त्यसलाई ध्वनि परावर्तन भन्छौँ। अब त्यो के काममा प्रयोग हुन्छ भन्दा सोनार प्रविधिमा, जस्तै समुद्रको गहिराई मापन गर्न ध्वनि परावर्तन प्रयोग गरिन्छ। अल्ट्रासोनोग्राफीमा शरीरका भित्री अङ्गहरू हेर्नको लागि ध्वनि परावर्तनको प्रयोग गरिन्छ। सुरक्षात्मक अलार्म प्रणालीमा ध्वनि परावर्तन प्रयोग गरिन्छ। चमेराले ध्वनि परावर्तनको प्रयोग गरी बाटो अथवा शिकार पहिचान गर्छ। प्रतिध्वनिको प्रयोग गरेर पहाड वा भवनसम्मको दूरी पत्ता लगाइन्छ र स्टेथोस्कोपमा ध्वनि परावर्तनको कारण मुटुको आवाज स्पष्ट रूपमा सुन्न सकिन्छ। अब तपाईँले यहाँबाट छानेर 4वटा चाहिँ उपयोगिता लेख्नुहोला। अब हामी 6 नम्बरमा जाउँ। रोहनले ध्वनि परावर्तनबाट आफ्नो घरको ठिक अगाडि पर्ने छिमेकीको घरको दूरी हिसाब गरे। उक्त विधिको व्याख्या गर्नुहोस्। ल हेर्नुहोस् है, त्यसरी रोहनले के गर्नुपर्छ त आफ्नो अगाडिको छिमेकीको घरको र आफ्नो घरको दूरी पत्ता लगाउनको लागि भन्दा रोहनले के गर्नुपर्छ, ठुलो आवाज निकाले र आवाज निकालिएको समयदेखि प्रतिध्वनि सुन्ने समयसम्मको अन्तराल समय पनि मापन गरे। त्यसपछि दूरी निकाल्ने सूत्र प्रयोग गरेर छिमेकीको घरसम्म गएर फर्कने भएकोले उसलाई 2 ले भाग गरेपछि के हुन्छ, रोहनले ध्वनि परावर्तन प्रयोग गरेर घरबिचको दूरी पत्ता लगाए। साउन्ड, स्पिड अफ साउन्ड त अब त्यो चाहिँ एयरमा भइहाल्यो होइन, अनि इन्टु टाइम, कति टाइम लाग्यो त त्यहाँ पुगेर फर्केर आउनको लागि, र त्यसलाई हामीले 2 ले डिभाइड गरिसकेपछि के हुन्छ, 2टा घरबिचको दूरी पत्ता लाग्छ। अब ज नम्बरमा छ, तपाईँले अल्ट्रासाउन्ड र सेन्डर, रिसिभर लगायत आवश्यक अवयवहरू जडान गरी बनाउनु हुने ध्वनि परिवर्तनमा आधारित कुनै सुरक्षा प्रविधिको खाका तयार पार्नुहोस् र उक्त प्रविधिलाई नमुनाको रूपमा चित्र कोर्नुहोस् भनेको छ। ल हेर्नुहोस्, अब अल्ट्रासाउन्ड प्रेषकले ध्वनि तरङ्गहरू उत्सर्जन गर्दछ। त्यसपछि जब कुनै वस्तु वा व्यक्ति अगाडि आउँछ ती तरङ्गहरू परावर्तित हुन्छन् र रिसिभरले परावर्तित तरङ्गहरू ग्रहण गरी अलार्म तथा बत्ती बाल्ने सङ्केत गर्दछ। यो चाहिँ अलार्म, सेक्युरिटी अलार्महरू भयो कि कोही मान्छेहरू चाहिँ कोही गाडीहरूमा त्यसरी राखेको हुन्छ नि, कसैले त्यो गाडीलाई छुने बित्तिकै अलार्महरू बज्ने हुन्छ नि, त्यस्तोहरू सेक्युरिटी अलार्महरूको कुराहरू भयो। अब 6 नम्बरमा छ, अकस्टिक प्रोटेक्सन भनेको के हो, अकस्टिक सुरक्षा, यसका उपायहरू लेख्नुहोस् भनेको छ। अकस्टिक सुरक्षा भनेको नरम वा प्वालयुक्त सतहद्वारा अनावश्यक ध्वनि तरङ्गहरू शोषण गर्ने प्रविधि हो। अकस्टिक सुरक्षाको लागि भित्तालाई खस्रो बनाउने, भित्तामा फोमहरू टाँस्ने जस्ता उपायहरू अपनाउन सकिन्छ। जस्तै स्टुडियोहरूभित्र अनि मुभी हलहरूभित्र गरेको हुन्छ नि त, हलभित्र कति धेरै साउन्डहरू बजिरहेको हुन्छ, तर त्यो कस्तो ठुल्ठुलो साउन्डहरू बजिरहेको हुन्छ नि हलमा, तर त्यो चाहिँ बाहिर पुगिरहेको हुँदैन नि त, किन भन्दा त्यहाँनिर चाहिँ अकस्टिक प्रोटेक्सन गरेको हुन्छ। अल्ट्रासोनोग्राफी भनेको के हो, यसका चरण र उपयोगहरू लेख्नुहोस् भनेको छ। अल्ट्रासोनोग्राफी भनेको अल्ट्रासाउन्ड तरङ्ग प्रयोग गरी शरीरका भित्री अङ्गहरू हेरी चित्र बनाउने चिकित्सकीय प्रविधि हो। यसको प्रक्रिया के हुन्छ, छालामा विशेष जेल लगाइन्छ। अल्ट्रासाउन्ड गर्नुभएको छ कि छैन, अल्ट्रासाउन्ड गर्दा सबभन्दा पहिला छालामा चाहिँ यस्तो चिप्लो जेल जस्तो हुन्छ त्यो लगाएको हुन्छ। त्यसपछि ट्रान्सड्युसरले शरीरभित्र अल्ट्रासाउन्ड तरङ्ग पठाउँछ र भित्री अङ्गबाट परावर्तित तरङ्गहरू कम्प्युटरले सङ्कलन गरी चित्र तयार गर्दछ र हामीले चाहिँ के पाउँछ, त्यो त प्रिन्ट गरेर त्यो पेपरमा हामीले चाहिँ कस्तो देखिएको छ हाम्रो भित्री अङ्गहरू भनेर हामीले पेपरमा पाउँछौँ। उपयोगहरू के छ, पाठेघरभित्र रहेको भ्रूणको विकास जाँच गर्नको लागि प्रयोग गरिन्छ। कलेजो, मृगौला र मुटुको समस्या पत्ता लगाउन पनि प्रयोग गरिन्छ। अब ट नम्बरमा छ, आधुनिक जीवनशैलीमा विद्युत चुम्बकीय तरङ्गहरूको भूमिका शीर्षकमा निबन्ध लेख्नुहोस् भनेर हामीलाई चाहिँ भनेको छ। अब यहाँनिर चाहिँ प्रश्न अनुसार हामीले निबन्ध लेख्नु पर्दा सबैभन्दा पहिला हामीले शीर्षक लेख्नु पर्यो। आधुनिक जीवनमा विद्युत चुम्बकीय तरङ्गको भूमिका भन्ने शीर्षकमा एउटा निबन्ध छोटो लेख्नु पर्यो। अब नेपालीमा जस्तो धेरै लामो 10 नम्बरको क्वेसन आउँदैन, हामीले 4 नम्बरको क्वेसनमा यदि आइहाल्यो भने पनि यति लेख्यो भने चाहिँ हाम्रो 4 नम्बर आउँछ भन्ने तरिकाले लेख्नुपर्ने हुन्छ। विद्युत चुम्बकीय तरङ्गले आधुनिक जीवनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेका छन्। यी तरङ्गहरू सञ्चार, चिकित्सा र दैनिक प्रविधिमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। रेडियो तरङ्गहरू प्रसारण सेवामा प्रयोग हुन्छन्। माइक्रोवेभ तरङ्गहरू र्याडर तथा सञ्चार प्रणालीमा प्रयोग गरिन्छन्। इन्फ्रारेड किरणहरू रिमोट कन्ट्रोलमा प्रयोग हुन्छन्। अल्ट्राभायोलेटले हामीलाई वस्तुहरू देख्न सहयोग गर्छ र अल्ट्राभायोलेट रेहरू चाहिँ जीवाणुनाश र भिटामिन डी उत्पादनमा उपयोगी छन् र एक्सरे र गामा रेहरू चाहिँ के हुन्छ, रोगको पहिचान तथा उपचारमा प्रयोग गरिन्छन्। यसरी विद्युत चुम्बकीय तरङ्गहरूले हाम्रो जीवनलाई सहज, सुरक्षित र उन्नत बनाएका छन्। ओके भाइ बहिनीहरू, आजको हाम्रो क्लास सकिएको छ। यदि तपाईँलाई हाम्रो क्लास राम्रो लाग्यो भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला र हाम्रो भिडियोलाई लाइक र कमेन्ट गर्न नभुल्नुहोला। बाइ बाइ, सी यु इन नेक्स्ट क्लास।